लामाज ब्लग नेपालको तर्फबाट फुलपातीको शुभकामना। दसैँको घरको सपिङ गर्नको लागि चाहिँ हामी सुरुमा चाहिँ जमल ओर्ल्यौँ र त्यसपछि असन इन्द्रचोकतिर लाग्यौँ। त्यहाँको वरिपरिको दृश्य हेर्दै रमाइलो गर्दै हामी दुईजना चाहिँ मस्तसँग हिँड्यौँ। त्यसपछि सधैँ जस्तै असन नपुगेर चिउरा, दाल, मसला, पापडी अनि लास्टमा चाहिँ सुकुटी पनि खानुपर्छ, सुकुटीको अचार खानुपर्छ भनेर चाहिँ हामीले त्यहाँ सुकुटी पनि किन्यौँ। झन् गोलबेडाको अचारसँग सुकेको माछा हालेर खाँदा त मिठो हुन्छ भनेर हामीले त्यहाँ पनि सुकेको माछा किन्न लाग्यो र छोरीको नि बर्थडे आएर त्यही हामीले यो ठुल्ठुलो सुकेको माछा पनि किन्यौँ। त्यसपछि फेरि हामी असनबाट इन्द्रचोक दायाँ बायाँको रमाइलो हेर्दै इन्द्रचोकतिर पुग्यौँ। इन्द्रचोक पुगिसकेपछि त यहाँको जनकपुरको लस्सी नखाने त कुर्यो भन्यो। हामी दुईजनाले लस्सी खाएर फ्रेस पनि भयौँ। लस्सी खाएर यसो निस्केको त 2 बजिसकेको थियो। 2 बजे त यति भिड थियो कि कोही लुगा किन्ने, कोही सपिङ गर्ने, कोही रमाइलो गरिरहेको थियो। हामी त्यो हेर्दा हेर्दा हामी बसन्तपुर पुगेर चाहिँ हामी घर फर्किनु लाग्यो र घर फर्किनुभन्दा अगाडि चाहिँ हामी मोमो खाएर जाउँ भनेर चाहिँ हामीले मोमो मस्तसँगले खाएर घरतिर फर्केर हाम्रो आजको दिन यसरी नै सकियो।